गुड मर्निङ सेवा सम्पूर्णमा आज फेरि म धेरै समयपछि एउटा सानो छोटो भिडियो लिएर आएको छु र आज चाहिँ हामी कुइबिर जाँदैछौँ र कुइबिरको डाँडामा रहेको सबैभन्दा शिरमा रहेको थानमा हामी बलशाखा मागेर हामी यात्रा कुइबिर भिरतर्फको छ ल अन्तिमसम्म हेरेर साथ दिनुहोला। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको यो कुइबिर डाँडा यति चाहिँ सुन्दर छ है भनेर देखाउनको लागि कुनै सीमा रेखा नै छैन। शब्दमा बयान गर्नका लागि शब्द सागर पल्टाउँदा पनि कम हुन्छ होला जस्तो लाग्छ। यदि तपाईहरु कोही भ्रमण अवलोकन गर्न चाहनुहुन्छ भने यो ठाउँ चाहिँ एकदमै बेस्ट हुन्छ र यहाँबाट धेरै ठाउँहरू धेरै भूगोलहरूको अवलोकन गर्न सक्नुहुन्छ। र यो ठाउँ चाहिँ अलिकति रिस्की नै छ, अलिकति खतरनाक नै बाटोहरू छ हैन। त्यहाँ चाहिँ अब व्यवस्थित छैन जानको लागि बाटोहरू, त्यसको लागि चाहिँ आफै जोखिम लिएर जानुपर्ने हुन्छ। र यो ठाउँको विशेषता यहाँको किम्वदन्ती धेरै पहिलादेखि सुन्दै आए तापनि यो ठाउँमा पुग्न चाहिँ पाएको थिइन, पुग्न सकेको थिइन, तर आज यो ठाउँमा पुग्न पाउँदा चाहिँ धेरै खुसी लाग्यो। यहाँ डाँडामा चाहिँ जानु लागेको है हामी बिस्तारै नै। कस्तो राम्रो हामी जान्छौँ त्यो डाँडामा, त्यो डाँडामा जानु लागेको। अब बाटो चाहिँ कस्तो छ थाहा छैन, म पहिलोचोटि जाँदैछु माइजूसँग। तर एकदमै राम्रो लाग्यो मलाई माइजू, यो ठाउँ चाहिँ एकदमै कस्तो क्या सुन्दर है, सबै ठाउँहरू पनि देखिने। तर ठाउँ चाहिँ एकदमै डेन्जर छ, तर पनि एकदमै राम्रो रमाइलो। यता त होइन होला माइजू, यता त बाहिर होइन लु, यता आउनु, यति बार जाऊँ बरु हिस्ट्रिँदै ढुङ्गामा हिँड्नु भन्दा मलाई त माटोमा हिँड्नु ठिक लाग्यो। यस्तो छ यताको दृश्य। हजुर पुऱ्याउँछु नि म। के भन्नु त अनि के भन्नुभयो अरे? पुऱ्याउँछु क्या कहाँ तल। माइजूले चाहिँ मलाई जसरी पनि त्यो ठाउँमा चाहिँ म पुऱ्याएरै छोड्छु भन्दै हुनुहुन्छ र म पनि जाने एकदमै धेरै चाहना पहिलेदेखि। त्यो एकछिन भिडियो अफ गर्नु पर्यो। वाउ कुइबिर टुम्कीमा फाइनली हामी पुग्यौँ। माइजूको चाहना थियो जसरी पनि भान्जीलाई यो ठाउँमा चाहिँ ल्याउने, आज पुरा गर्नुभयो माइजूले। माइजू कस्तो हावा चलेको, यहाँ तल कहाँ पानी छ भने त मामाले कहाँ देखिन्छ त? यता आउनु त, आउनु त, तपाईँको चप्पल चिप्लिन्छ फेरि। भिड छ कि भिडको बिचमा चाहिँ हामी फाइनली हामी आइसकेका छौँ। हामी चाहिँ त्यो गाउँदेखि आएको, त्यो घरदेखि आएको, यस्तो हुँदै यहाँ आइपुग्यौँ। यो चाहिँ एकदमै रमणीय ठाउँ छ, तर एकदमै खतरनाक पनि छ। चारैतर्फी भिड छ र बिचमा एउटा थुम्को छ, जुन थुम्कोमा चाहिँ हामी छौँ। र हाम्रो बजुले ज्यामाले चाहिँ त्यो थुम्कोमा पुगेपछि गीत गाऊ है, मैदेखि सुन्छु भन्दै हुनुहुन्थ्यो। अब गीत गाउनु त आउँदैन, मैदेखि कराउँछु है, सुन्नु चाहिँ सुन्नु न। किन हाँस्नु भएको? जामा आमा त्यति नै होस् त, सुन्नुभयो होला, पुगेछ भन्नुभयो होला। त्यहाँनिर देखिन्छ नि मसिनो
देखिन्छ अरे माइजू मान्छेहरू हजुर चारैतर्फ एकदमै भिड छ यो चाहिँ यो भिड सबै बारिदिनु नि बारिदिनु नि अनि हुन्थ्यो त्यस्तो खाऊ माइजूको धेरै पहिलादेखिको चाहना थियो यहाँनिर मलाई यहाँ ल्याउने यो ठाउँमा ल्याउने चाहिँ होइन माइजू हो किन भन्नु न अनि आज चाहिँ हामी आइपुगेको छौँ कति खुसी हुनुहुन्छ तपाईँ धेरै खुसी भान्जीसँग हिँड्नु पाएर बनाउँदै त होइन नि तपाईँको कुरा हाम्रो धुमिरहेको छ रहेछ है उता धेरै पानी परेछ कि क्या हो कस्तो राम्रो देखेको है त्यहाँनिर घोरले त्यहाँदेखि उता त खुट्टा अनि यता कात्तिके यहाँदेखि पो राम्रो रहेछ त माइजू हो त राम्रो छ त उहाँदेखि चाहिँ कस्तो नराम्रो अलिक नराम्रो भन्दा पनि सानो गाउँ देखिन्थ्यो नि कात्तिके भन्दा यो यता हरियो छ नि त्यो के गाउँ अरे त्यो कुभिन्डे ए कुभिन्डे अनि त्यसपछि जुरोथुम्का चाहिँ यो यहाँको सबसे अग्लो डाँडा छ त्यो कस्तो राम्रो दिवसै होला नि हामी कति बाजे धेरै घुमेछौँ त्यसरी र त्यसरी अनि त्यता यताबाट माइजू अनि धेरै जङ्गलको बाटो नि त अनि फेरि अप्ठ्यारो पनि बाटो त्यो बाटोमा दुईचोटि हिँडेको काबु कायल नै भएँ म भन्नु न छिटो बोल्नु न अनि गरेको त नबोल्ने क्या भिडियो मात्रै गर्नु न भयो त्यसरी होइन क्या एक ठाउँमा हिँड्नु त्यसो बाहिर गर्नु म त उफ्रिया जस्तो लाग्दैछ आफैलाई